हुन्छ बन्दीपुर केबुल कार जानला हामीहरू साथीहरू यो चाहिँ तनहुँ जिल्लामा रहेको बन्दीपुर प्रवेश स्थान हो प्रवेशद्वार भन्छ क्या मलाई खासै बोल्न आउँदैन उता हेर न भिडियो बनाउनु Bandipur Hill. Betul. हेलो गाइस, आज चाहिँ हामी चाहिँ बन्दीपुर केबुल कार जान आएको छौँ होइन यही हो यही फ्यामिली च्यानल भन्छ के अरे तर आज घाम लाग्यो होइन घाम लाग्यो भए अझै रमाइलो हुन्थ्यो सायद माथि लागेको होला बन्दीपुर माथि तल फ्यानमा नलाग्यो नि केही फरक पर्दैन Hello. Hello.
बन्दीपुर केबुल कार साथीहरू हेर्नुहोस् पाइन्छ छाम्न आमा छोरा रहेछ त्यो हल्का रहेछ कि कस्तो यो बायो डम डम रहेछ कि यो त ऊ के अरे डब्बा के जस्तो रहेछ घाम लागेको त कति मजा हुन्थ्यो कि बादल लागेर गाडी गरेर झरेपछि त चिसो भयो त सुन्नु न अनि हामी यहाँ माथि चाहिँ नजाने यता घुम्न उ त्यहाँ माथि के छ नि होइन अन्त नि यत्रो छ अहिले कति बज्यो तपाईँले लिनु भएको छैन यो अफ गर्नु त पछाडि गएर सार्दा कस्तो लागिरह के हो सार्दा त्यो कछुवा दिस इज अ कछुवा सर आउनु टाइगर ओ माय गॉड टाइगर हो पुच्छ हैन पुच्छ यहाँ जानु पाइन्छ होला नि मिल्छ सबै टिभीमा हेरेको अनि
साथीहरू घुमाउने घर रहेछ ल यो घुमाउने घरमा घुमेर छिराएको त सदाको मन घुम्नु यता आ भनेको जानु बन्द छ भने चाहिँ बिचारो बसेर है घुमाउने घर कस्तो लाग्यो भित्र घुमाउने राम्रो छ एकदम राम्रो छ पहिलोचोटि घुमाउने घर छोरो त चकटीमा सुकुलमा सुतेर नि आइसक्यो आराम गरेर हामी भोलि खेल्ने हो नि सार्थक त्यहाँ बन्द छ नि त सानो अनि टिकटै बन्द छ अरे के ऊ त्यस बिस्तारै खेलोस् पानी छ पानीमा नबस ल आऊ पानी छ नि त सानो त्यो त ल यही खेल्न नपाएर रिसाएको होइन ल खेल फेरि दिनभरि मुख खुलाएर बस्छ अनि के ल त्यो फेरि उता जालाउनु फेरि तिमी त किन गाला त्यत्रो मान्छे सकिनु सकि ओ साथीलाई समाउ सबै फोहोर छ सोह्र बन्दीपुरमा कति राम्रो बुढाहरूले खेल्ने ठाउँ नै रहेछ रिङ्गाटो लाग्छ के रिङ्गाटो लाग्छ बसेर खेल न एकछिन ल आऊ यहाँ प्लेन खेलाऊ यसमा आऊ न यसमा बिस्तारै ल पहन है यहाँ यता तिमी खेल न तिमी खेल बिस्तारै आऊ ल त्यति खेल्न पाए त खुसी पखाइ सानो त्यो बाबाले राखिदिनुहुन्छ यो दुईटा गोरु भयो यो जुवा भयो जुवा भयो यो हलो भयो यसलाई छाला हुन्छ होइन यो छाला हुन्छ डोरी हुन्छ यसलाई नारा भन्छ
होइन अनि त्यहाँ यता लाग्यो त यता लगाएपछि यसलाई अहिले हलो भन्छ यसलाई हलो अनि यसलाई के भन्छ भने अनि यसलाई अनु भन्छ अनु यहाँ फलाउँको पाली हुन्छ यहाँ फाली त्यसले जोत्ने हो यसलाई जोत्ने हो खालि हो किसानको भेट भयो है आज किसान कुमार र किसानजीको भेट भयो आज के छ हजुर हुन्छ नि होइन ल ल ठिक छ ल काम धाम गर्नुपर्छ के अरे तपाईँ भयो हामी बाँचे ल बाबु त पानीमा खेल्नु जेब्रा पानीमा बसेको तिमी ल खेल न खेल खेल छिटो हालौँ ल धेरै त्यस्तो कति नजिक देखेछ हिमाललाई के त आऊ जानु बाबु आऊ केबुल कारमा जानको लागि टिकट लिँदै हुनुहुन्छ सार्थक पनि हो बाबु पनि कति रहेछ एकजनाको यो जाने झोला ल्याउनु न त यता जानु ए त्यो हराउनु हुँदैन नि फेरि भोलि नि त्यही चाहिन्छ है किन डर लाग्यो बाबु पनि टिकट लिग्यो नि पर्छै पर्दैन त नि यति सानोको चाहिँ पर्दैन थियो होला कि बाबुको ल हिँड्दै जाऊ पख है सानो एकछिन ल जाऊ थ्याङ्क यू हस् हस् बाबाले समात्नु हुन्छ कि मोबाइल एकछिन
छिटो घाम लागेको छ यहाँ चाहिँ 12-1 बजे आज छिटो लाग्यो आज चराली कुन बनाएको हो कति रमाइलो कति छेउमा जानुपर्छ तल त हेर्नु सक्दिनँ तल त हेर्नु होला है तल के डर लाग्यो अनि माथिको अलिअलि डर लाग्यो माथि खेल्ने ठाउँ छ त बच्चाहरूले म त हिजो गएर आएको म त हिजो गएर आएको नि त कति नजस्तो चाहिँ आइसक्नु भयो भने होइन त अब चाहिँ हाम्रो आइपुग्नु लाग्यो कति गल हेर आमा थियो हेर गल त्यहीँ थाइ होटल त्यही साथीहरू ल्याउनुहोस् बन्दीपुर हाटमा हामी जाँदैछौँ केवल गएर भित्र छौँ अहिले ल्याउनुहोस् चारैपट्टि हिमाल ल्याउनुहोस् पुरा हरियाली पाखा पखेर यति राम्रो हाम्रो नेपाललाई यति सुन्दर छ ल्याउनुहोस् हरियाली पाखा पखेर हिमालको काखमा बस्यो यसरी पनि ल छिटो वा कस्तो राम्रो नाच ल गर्नु ल छिटो ए भइरहेछ बाबुलाई बन्दीपुर जाउँला सँगै बसौँला हेर्नु न काठमाडौँ सहर जस्तै है अब यहाँ त थोरै छ नि त है हिमालको काखमा साथीहरू फाइनलमा हामी बन्दीपुर आइपुग्यौँ अब यहाँबाट हामी बन्दीपुरमा देखिने सबै छौँ परिवार सब सार्थक कीर्तिसा अब केवल कारबाट निस्किने निस्किन्छौँ यहाँ सबभन्दा पहिला हामी भात खान्छौँ किनकि हामीलाई भोक लागेको छ तल खेल्दाखेरि सबै भोकाएको छौँ हामी सबैजना बन्दीपुरमा गएर हामी